बवाल बवाल गीत, बवाल कुरा होइन, एकदम स्टोरी लाइनदेखि लिएर होइन, गीत फ्लो, गीत त्यो सङ राइटिङ कडा, मलाई दामी लाग्यो गीत चाहिँ है। अनि ठाउँ अब लोकेसन मेनली अब यो ठाउँ अब सुरु गर्नु पर्दाखेरि लोकेसन चाहिँ कडा, मुस्ताङ जिल्लातिरलाई टार्गेट गरेर बनाउनु भयो रहेछ। र हाम्रो यो प्रकाश धुतराजको गीतमा चाहिँ एउटा उसको आफ्नै एउटा फ्लो छ भनौँ न, अब एउटा स्टोरी लाइनलाई गीतसँगै एकदम फ्लोमा लिएर जान्छ, त्यो चाहिँ बवाल बवाल छ यो गीत चाहिँ। अब फ्लो चाहिँ बवाल लाग्यो मलाई एउटा कुरा। अर्को भनेको चाहिँ अब त्यो पहिला सुरु त आफै जहिले पनि आफू नै एज अ लिड एक्टरको रूपमा बस्नुहुन्छ, त्यो पनि दामी। फेरि हेर्दाखेरि पनि एक्टिङ पनि राम्रै छ, त्यो पनि राम्रो, लोकेसन राम्रो, एक्टिङ राम्रो, गीत चाहिँ अब म एकदम रमाएँ, डान्स गरेँ आफै यस्तो यस्तो गरेर। सो गीत पनि बवाल, मलाई बवाल लाग्यो गीत चाहिँ। अलिकति मैले यसलाई एज अ भन्नुपर्दा चाहिँ अलिकति लामो भयो कि भन्ने कुरा हो। गीत अब लगभग 10 मिनटको गीत छ, कतिसम्मको हामीले हेरिन्छ, तर मलाई चाहिँ अहिले 10 मिनट हेर्दाखेरि पनि जति हेरे पनि अझै सुनम भइरहेको छ गीत रहेछ कि। अनि त्यो लय पनि बवाल छ है, लय पनि कडा। जस्तै लोकको लय त छ, तर त्यो हुन्छ नि फ्लो त्यो मलाई भन्न आउनु, तर बवाल। ह्यान्ड्स अप टु द होल इन्टायर टिम, बवाल गीत, दामी। छैन र माया भन्ने गीत स्योर हिट हुन्छ। साउट आउट टु अल द इन्टायर टिम है। अब